दर्शकवृन्दहरू अहिले चाहिँ हामी छौँ हरिसिद्धि भनेको बिग मार्टमा र सपिङ गर्दैछौँ। आज हाम्रो क्याम्पिङ डेट हो। हामी लगे कोक एन्ड देन चक्लेट ओके बाउन्टी। म चक्लेटको त्यस्तो ठुलो फ्यान चाहिँ होइन, तर पनि ठिकै छ। पुग्दैन कति? 3टा अब 2टा अब 2टा ल 6वटा त्यो लाने कहिलेदेखि हो यस्तो चक्लेट खान थाले फेरि? हो र मलाई फेरि ल ल ठिकै छ ल ओके गन डन है यतिको चाहिन्छ। भाइहरूले पर्खिरहेको छ, हामी सन्जोग दाइहरू आउँदै हुनुहुन्छ, केही समय लाग्छ, त्यही भएर हामी सपिङ चाहिँ गर्दैछौँ। चिप्स यता हालिसकेको छ दादा। चाउचाउ हाल्यो, चाउचाउ उता छ। लच्छा पराठा छ खै के छ त लिस्टमा? अब इनफ लज छ छैन? ल हेरौँ है, के भन्छ पज गरेर हेरौँ है। मुला गाजर सबै छ। ल हाम्रो फेरि ट्रिपको ठेके म्यानेजर हुनुहुन्छ है, जहाँ पनि ठेके बनाइदिइहाल्छ। हामी यहाँ ठ्याक्कै अब यहाँ किनेर हामी यति मात्रै हो र? 4 जन मात्रै हो? गौरव आउने कुरा छ, तर कति बेला चाहिँ थाहा भएन। गौरवको अलिकति मिलेन, सम्भवतः अर्को गर्न गाह्रो भयो। जटिल दाइ के को भन्नुभयो? जटिल सर पनि उहाँको चाहिँ भोलि मम्मी आउँदै हुनुहुन्छ अरे, हस्पिटल जानुपर्ने भएर उहाँ नआउनु। तपाईँलाई हामी भ्लगबाटै सम्झेछौँ है त सर। सरजी हेर्नुहोस् है, जति सरलाई चाहिँ एकदम मिस गर्नेछौँ क्या। यस्तो म्युजिक भिडियो जस्तो क्या यो हो क्या। ढिला भयो नि त हामीलाई यार, क्रेजी ढिला भयो क्या, क्रेजी। ओ माई गॉड क्रेजी ढिला भयो क्या। त्यसो दाजुहरू साथीको घर गोदावरीसम्म ल्याउँछु भनेर ल्याएको स्कुटर बाटो चाहिँ हेर्नुहोस् नि फेरि। होइन होइन र हाल्ने यो ब्लग जस्तो छ त्यस्तै हाल्ने, एडिट नगर्ने क्या। जाउँ न जाउँ न जाउँ। ल ठ्याक्क हामी यो चापाखरको हाम्रो क्याम्पिङ स्पटमा आइपुग्यौँ। यो अलिकति यहाँको स्थिति चाहिँ के छ भन्दाखेरि यस्तो छ हेर्नुहोस् है। यहाँबाट तलतिर राम्रो भ्यू देखिन्छ दिउँसो पनि। अब अहिले चाहिँ साँझ पऱ्यो, बेलुका लाइट बलिस देखिन्छ, सनसेट राम्रो छ। तर यहाँ बस्न आउने रमाइलो गर्न आउनेले यति धेरै फोहोर छ कि यहाँ, यो बिफोर हो। यहाँ फेरि भोलि हामीले तैँले फोहोर गरिस् भन्नु होला। ल हेर्नुहोस् जताततै प्लास्टिक छ, झोला छ। म एउटै कुरा बुझ्दिनँ कि मान्छे रमाइलो गर्न आउँछ, रमाइलो गर्छ होइन, अनि दिमाग नभएको पशु गोरु कुत्ताहरू गान्डुहरू यो फोहोर यति फालेर जान्छ कि यहाँ के भन्ने। मान्छेको लेभलकै होइन क्या त्यो मान्छेहरू, के भन्ने यति धेरै फोहोर छ क्या। यो सबैले सफा गरेदेखि त होइन, यहाँको लोकल्सहरूले नि एप्रिसिएट गर्छ नि त। ल यस्तो छ छैन, यो यस्तो छ। अब यो के भन्नु, सिसाको त्यहाँ सिसा यति सबै फुटेर आएर सिसा यस्तो हुँदा चाहिँ फेरि मान्छेहरूले यहाँको लोकलहरू पनि बस्नु दिँदैन नि त। फोहोर गर्छ, आउँछ, फोहोर गर्छ, हल्ला गर्छ, जान्छ भन्ने हुन्छ नि त। त्यस्तै गर्दाखेरि चाहिँ गाह्रो हुन्छ। जो आउँछ आफूले ल्याएको फोहोरहरू जस युज गर्ने सामानहरू चाहिँ आफैले सफा गर्नुपर्ने हुन्छ। फोहोर चाहिँ अति नै फोहोर हो क्या अरे। त्यही त बोलिरहेको म। यहाँ चाहिँ अब हाम्रो भाइले अब यहाँ टेन्ट अब यता मिलाउँदैछ, हामी चाहिँ अब यता बस्ने सुरसार गरियो। यता चाहिँ अलिकति भिरालो जस्तो त्यो
के भन्छ यो अलिकति 4 जस्तो पनि रहेछ यतातिर चाहिँ अनि फेरि त्यही त यतातिर चाहिँ वाइल्डै सिसा फुटाउने यो बियर सियर खाएर यो मान्छेहरूलाई एकदमै त्यो गरेको छ होइन अब यो चाहिँ एकदमै पछि पनि अब जो कोही नि आउनुहुन्छ ब्लग हेरेर उहाँहरूले चाहिँ रिक्वेस्ट छ अलिकति गार्बेज ब्यागहरू लिएर आएर अलिकति सफाहरू पनि गरिदिनु होला अब यसरी जताततै सिसाहरू फुटाइदिएर बस्नुलाई नै अप्ठ्यारो पनि हुन्छ यसरी त हामीले लास्ट टाइम कहिले क्याम्प गरेको थियौँ भन्ने कुरा बिर्सिसकेँ मैले बेथान्छु यो चाहिँ हाम्रो नयाँ टेन्ट हो फर्स्ट आज हामी यसमा बस्दैछौँ अस्ति एकचोटि मात्रै खोलाएको थिएँ मैले तर बस्नको लागि चाहिँ होइन चेक गर्नको लागि आज चाहिँ हामी यसमा पहिलोचोटि बस्दैछौँ त्यही हो बेलुका चाहिँ यो साइडमा यो बत्ती भएपछि बबाल देखिन्छ यतापट्टि सनसेट भइरहेको थियो अब चाहिँ सकिन लाग्यो सनसेट पनि लुक एट दिस वाउ यस्तो दामी देखेको क्या यो आकाश त ओहो मैले फेरि आजै ट्राइपड बिर्सेको क्या निकालेर पनि राखेको यस्तो दिमाग यस्तो छ क्या यहाँ राखेर यसरी हाल्नुपर्ने टाइम ल्याप्स टाइपको छ हाम्रो चाहिँ अब यहाँ टेन्ट राख्ने काम सकिसकेको छ भाइले गर्दै पनि छ यहाँ हाम्रो अब बाइकहरू उता थियो अब हामी यता ल्याएर राख्यौँ अलिकति हामीलाई चाहिँ समस्या के भन्दा राति लाइटको चाहिँ अलिकति समस्या होला तर नो वरिज त्यसको लागि पनि हामीसँग के भन्छ बाइक र स्कुटरकोले म्यानेज गर्छौँ हामी जस आइसकेपछि नहुने कुरा भन्ने हुँदैन जे पनि म्यानेज हुन्छ हाम्रो लागि सामानहरू घर नाम गरिदिन्छु अब यसमा म बस्न जान्छु यसमा बस्न जानुहुन्छ यस रमाइलो हुँदैछ बिस्तारै बिस्तारै गर्नुपर्छ ल अब आगो पुग्छ हामी सिसाहरू चाहिँ यहाँ टर्ने रहेछ अलि हो विचार चाहिँ गर्नुपर्ने रहेछ यहीँ खाने यहीँ झगडा गर्ने हो क्या सिसाहरू त वाइल्डै खान्छ मैले आगो अलमोस्ट बालिसकेको छु है त बल्छ कि निप्छ भन्ने कुरा मात्रै हो नत्र यो त्यो काँचै त नहाल्नु नि उता साइडमा क्या अब यो अब निभेन छ भने त मलाई भन्नु क्या ल ल ल ल ल ल यो अब निभ्यो क्या निभेन बल्छ होला है तलतिर चाहिँ अब बिस्तारै यो यस्तो दामी देखिँदै आउँछ स्टिल गोल्डन आवर त गइसक्यो तर दामी देखेर खिच्नै पाइएन कि वा लुक एट दिस वा हामीलाई अलिकति एउटा न एउटा चाहिँ भइरहेको छ क्या लाइटको समस्या भयो क्या मसँग थियो भने मैले ल्याउँ कि भनेको यो त हुँदैन भन्नु भयो दाइहरूले अर्कै खालको थियो मसँग दामी थियो तर ठिक छ केही छैन हामीले चाहिँ अलिक यस्तो टाइपको कन्टेन्टहरू चाहिँ हाल्न अलिकति निकै समय लगाइरहेको छौँ क्या लास्ट टाइम क्याम्प कहिले गयौँ भन्ने कुरा नै बिर्सिने गरी यसरी त हराउनु भएन सो कहिलेकाहीँ यस्तो पनि चाहिन्छ भ्लग चाहिँ यो पनि एउटा दामी खालको एडभेन्चर हो हामी अहिले 4 जना छौँ गौरव आउँदैछ तलतिरबाट हरेर होला केटा कता आउँदैछ जोस् ल आगो बाल्नको लागि एसिस्ट गर्नुभएको थियो एसिस्टै भनौँ एसिस्ट दिउँ निकेश खड्काज्यूले है ओहो लु यत्तिको भएपछि चाहिँ नि भयो त अलिक धेरै नहालौँ आम्मै अब त सिङ्गै चिकन छ कसरी के हो त्यसको फेरि त्यसको लागि त्यो मसलाहरू सब घरमै बनाएर ल्याएको छ क्या दामी बनाउनु भएछ सुमन दाइले खानुपर्ने हुन्छ आज एयरपोर्ट रहेछ खोइ एयरपोर्ट हो हाम्रो त घर त उता पो रहेछ त हजुर दाइ छैन साउन्डमै छ नि होइन दाइ फोन छैन यताबाट होइन बस्ने ठाउँ ढुङ्गासुङ्गा पनि छ होइन राम्रै छ तर सिसा लास्टै धेरै छ है त यो सबै हरेक पाइलामा हेर्दै हिँड्नुपर्छ है अन्त ए ल ठ्याक्कै आएको चाहिँ अझै सक्सेसफुल्ली ठुलै बलेको छ यो हो नि त साँच्चै गौरव पनि आइपुगेको छ है ल अघि हामी गौरव छुट्याएको थियो भर्खरै आइपुगेको छ गौरव तलसम्म राफ पुगेको कि भन्ने डर छ हामीलाई हाम्रो सञ्जोग दाइलाई नचिन्ने त कोही हुनुहुन्न त्यहाँ भन्दा चाहिँ नभन्नु ठिक छ
है दामी ल हेर हाँसेको हाम्रो टेन्ट यहाँ छ बाइकहरू यहाँ भइहाल्यो बल्ल त झिलिमिली देखिँदैछ तलतिर सर्को वा लुक एट दिस हामीसँग दुईटा चिकन छ एउटा यहाँ छ एउटा यहाँ छ सही छ नि आज दुईटा चिकन भइन्छ वाह त्यसै चाहिन्छ नि यसलाई हामीले मसला दलेर चाहिँ यहाँ छ मसला हाम्रो के हो यो ओसेल्ला कुरा त्यही हो त्यसभित्र चाहिँ हामीसँग अर्कै छ दाइले बनाउनु भएको नि फेरि हो क्रेडिट गोज टु सुमन हाम्रो सुमन दाइलाई चाहिँ जहिले पनि हाम्रो ट्रिपको धन्यवाद दिनुपर्ने हुन्छ सबै ट्रिप उहाँले म्यानेज गर्नुहुन्छ ल हेर्नुहोस् हाम्रो यो खासमा दाइले ल्याउनु भएको रहेछ कि यो लट्ठी यो सिधा थियो एकदम स्ट्रेट यो चिकनको लागि बाल्दैछन् क्या केटाहरू चम्मको खान क्रेजी भएन हात त पोल्छ हेर त हात त पोल्छ है ए ओए दाइ यार खतरा चोके भएको रहेछ नि यो त यार यो ठिक थियो नि यो चाहिँ यो 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 हुक भएको रहेछ क्या माथि ठक्क अड्काउनु मिल्ने टाइप यार एकचोटि यो डढाउनै पर्छ यताबाट कहाँ त्यताबाट जान्छ त नि के तपाईँ पनि यार अब अर्को बालो क्या त्यो तल बाटामा यहाँ लाइक द्याट अहिले यो चाहिँ उसलाई मात्रै क्या त हजुर के छ यहाँ फेरि छुट्टै एस्थेटिक चल्दैछ यो यति पुरानो चलन यो गाउँघरतिर गर्ने चलन गर्दैछौँ हामी किनकि यो चाहिँ अब आगोमा कालो हुन्छ नि त गाह्रो छ नि हो मारेछ यति गरेपछि चाहिँ मेरो बाँचिन्छ है घरमा बास पाइन्छ नि अर्को एउटा सानो चुलो बनाउनु यसमाथि चाहिँ अब हल्का त्यो फुर्र परेको माटो छर्किँदै सुकेको अनि पुग्छ यहीँ छ त माटै छर्किने हो ए खरानी हुन्छ खरानी रहेछ खरानी छर्किँदा नि हुन्छ यसमा माथि निकेश दाइको फेरि हो अहिले फेरि दाइले देख्ची नै तलतिर उर्याइदिएला नि देख्ची खोज्दाको सास्ती रातभरि बालाउ न यार स्कुटर छ बाइक छ स्कुटर चाहिँ के हुन्छ सबको बालौँ अब यसमा हामी गोलबेडाहरू हाल्छौँ नि भित्र के हो गोलबेडा सोलबेडा अब यसो गाजर साजर ल्याउँछौँ ल्याउन चाहिँ ओए क्रेजी हुन्छ क्या क्रेजी मसला ससला चाहिँ दामी नै बनाएको तर यहाँ अलिकति पुगेन हो मसला चाहिँ खोइ त कति छ ल्याउँदा छ अर्को पुग्छ अर्को लाइन छ मर्दानी घरको कुखुरै सानो हो ल्याउ होइन बेर भयो नि फेरि डलाउनु धेर हुँदैन नि भने अहिले केटाहरूले मसलै मात्रै खान्छन् क्रेजी दामी भइरहेछ ल अब यहाँ टक्क गर्ने अनि त्यस पछाडि हाम्रो यहाँ एउटा चुलो भयो यहाँ चाहिँ हामीले चौचौ पकाइरहेछौँ है गार्बेज ल्याएको छ यो सब सफा गरेर जाने अरूले गरेको पनि गर्ने कुन खुट्टा हो कहाँ तिम्रो आफ्नै खुट्टा भयो केटाहरूले ओहो यो त दामी भयो त अनि माटोको व्यवस्था पनि गर है केटा दामी कोदालो ल्या खोर्सानी पनि छ नि फेरि यो खोर्सानी चाहिँ मै खान्छु क्या हाल्नु दादा सबै हाल्नु अलिअलि भाँचेर हाले पनि हुन्थ्यो नि दोस्त खानै नसकिने होइन नि सिँगै हाल्ने हो नि दोस्त हो र भात अन्त बिक्री गर्ने कुरै खत्तम त्यहीँ सकियो भात खतम हुन्छ गाजर साथीहरू भगवान्लाई चाहिँ पिरोन भइ चाहिँ हातले खानु मन थियो गोलचेल नखा भनेर है तिमी खान सक्छौ अझै पनि त्यो क्यान है हामी त्यस्तो रोकटोक गर्दैनौँ बरा यो बुढो कति भोका छ नि यो बुढो सुमनले कहाँ फाले सोध्छ लास्टै हाम्रो ग्याङको मेहनती र ट्याक्टिस अप्नाउने चाहिँ उहाँ नै हो है यहाँ ल हाम्रो मान्छे यो यतिको रब लाग्छ चाहिँ मैले अहिलेसम्म बनाएको थिएन कि यो यस्तै अपलोड हुन्छ नि यो म्युजिक पार्टनर अलि ठुलो
ल है साथीहरू फेरि पनि मुकब्याङ लिएर आइसकेको छु तर मुकब्याङ चाहिँ होइन यो ब्याङ ब्याङ भाइ यति नै हालिदियो अब म चाहिँ यति नै ओके मेरो दाइ कोक हो नि फेरि हो यो त अलि भरिहाल्यो भने त कोक फेरि यो कोक जस्तै देखिएन ठिक छ तर हेर्न के भने मसँग त फेरि मिल्कसेक छ नि यहाँ यो फेरि नखाएर मिल्कसेक खान सक्छु नि है फेरि ल झुक्याएर चाहिँ नदिउँ है अनि किन बाँडेको त म्यानेज गरौँ है प्लेट चाहिँ आकाशमा गर्ने हो र अब चौचो सकिहाल्यो अर्को केही छैन यस्तो नो र फुड्स प्लिज एउटै एउटैमा गरौँ क्या चटपटे पनि यसमा ओए यो के हो धुलो उज्यालोमा जे पनि हुन्छ किन म्यानेजरले आइसक्यो त के अनि अहिले पुगेन भने हात हातमा खाने जे नि हो बिहानको अब सिल्भर फोइल छ सिल्भर फोइल पनि छ फाल्दैन फाल्दे लाइट लिएर आइज भाइ अब यता मिलाम बाइक घुमाउनु न कता उता गोडेश्वरतिर किन टमाटर पोल्दा खाम बाइक कुकुर लिएर आइज तलै हो कुकुरी चाहिँ बल्ल सासा ल के गर्ने ल यहाँ दाइ ल गीत बजाम ल अब होइन पहिला दाउरा चाहिँ हाल्दै गरौँ न त गिरै त्यहाँ तल त्यत्रो बजिरहेको छ कपिराइटै यसले हाल्ला भने डर तलकोले सुनिँदैन कस्तो क्लियर लिइरहेको होला यहाँको के खाइ हो लास्ट टिप दिने क्या साउन्ड यहाँ खायो छैन ल यो माटा डल्लो जस्तो के होला भन्नु होला यहाँभित्र चाहिँ सिल्भर फोइल छ त्यसभित्र हाम्रो चिकन छ है यस्तो नपत्याउला पल्टाइदिनु त चिकन भनेर त्यो माटो खाएछ भनेर देखाइदिनु त बोक्नु नि जग्गा छैन ओए अब यसरी यहाँ खाल्डो खनेछौँ हामीले यहाँभित्र चाहिँ यो फेरि हालेन होला त्यही होला हाल्नु हाल्नु त बिस्तारै छोड म पल्टाउँछु बस बस भयो भयो ल छोड रे तान त्यो तान हात ल अब होइन भयो त भयो अहिले फेरि उस निस्केला ल यसलाई यसो गरौँ त ओए हातैले हातैले हालिदियो त बालमै केटा खुट्टा त यहाँ त ओए केटाको खुट्टा खोइ ए केटाहरूको खुट्टा उसँग तिनटा भयो ल गजब गजब हाम्रो सेकेन्ड चिकन चाहिँ यसरी माथि गर्दैछौँ एउटा तल पाक्दैछ अघि है भ्लगर बोय 2 है हाम्रो म्यानेजरले नि कहिले काहीँ भ्लग दिनुहुन्छ फेरि एक घर एक भ्लगर तपाईँ भएको भए कुन चाहिँ खानुहुन्थ्यो यो माथिको खानुहुन्थ्यो कि तलको खानुहुन्थ्यो जमिन मुनि एउटा अहिले जुन पहिला पाक्छ त्यही म त्यही खान्छु के रे अब तलको त के रे निकेश दाइ के रे सुमन दाइ के भन्नुभयो जुन पहिला पाक्छ त्यही खान्छु यही पाक्छ नि पाक्नु त्यो नि पाक्छ तर तल त पाके पनि यो नभए त निकाल्नै निकाल्नु मिल्छ पाको भनेर अन्त त निकेशले आफ्नो काँक्रो चाहिँ दियो है दियो निकेश दाइले काँक्रो दियो है पाकोमा त ल यो हेर्दा चाहिँ अब के हो के जस्तो लागिरहेको होला एकदम मिठो छ यो अलिकति यो धुवाले गर्दाखेरि अलिकति फोहोर देखिन्छ क्या तर फोहोर चाहिँ होइन यसरी लिने यसरी लिने अनि खाने हाय विङ्स बिस्तारै हेर्नु है धेरै रोक्नु यता थोरै भालो त पान्त पाको रह्यो म चाहिँ भित्र खान्छु तिम्रो बाहिर सेम पिन्छ है पाका पाइसक्यो अलिअलि अलि ल यो राति कति बज्यो गौरव हेर त देखाइदियो 152 भयो होला ल है 152 भयो ठ्याक्क अघि त्यो माटोले पुरेको अब चाहिँ पाक्यो कि पाक्यो होला निकाल्यो इन्केस पाकेर रहन्छ नि हामी केही पनि भित्र हाल्छ तर धेरै रेया पाकिसक्यो ढुक्कै पाकिसक्यो पाक्नु त पाक्यो होला धेरै भयो 3-4 घन्टा भइसक्यो है सुमन दाइ चाहिँ सुतिसक्नु भयो हामी चाहिँ अब यहाँ सुमनलाई एकचोटि चेक गरिन्छ ओए तर सुमन लिमिट भन्दा उपर ल अनबक्सिङ गरौँ त ओहो यसमा त क्रेजी चिज छ नि फेरि क्रेजी त्यो बाल्टिनमा छ होला त यहाँ सर रहेछ त ओए क्या मिठो स्मेल आइरहेको दाइ अलिअलि सबै दियो है हाँ भिडियो चाहिँ
उसले फेरि भिडियो चेन्ज हुन्छ क्या मलाई कस्तो तिम्रो बाई बाई राम्रो राम्रो मेमोरेबल भिडियोहरू बनिरहेको थियो बाई 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 त्यो तर्सेको होइन बाई 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 ल है यो हेर है अघि हामीले त्यो मैले भिडियो बनाएन उताबाट माग्नुपर्छ पुरै माटोले पुरेर हामीले गरेको माटो चाहिँ सबै गइसक्यो अब हामीले मासु निकाल्दै एकदम ऱ्याप हानेको छ हामीले एकदम टाइट ऱ्याप हानेको छ विथ माटो पनि बाक्लो एकदम ऱ्याप हानेको क्या आया म टेस्ट गर्छु है त ल ल ल हेर है यताबाट हामीले अब रियाक्सन ओइ क्रेजी पाका छ यार अलिकति त्यही त मिठो पाके खाए हेरेर थाहा भइसक्यो यता हेर्दा यता हेर्न यता 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 रियाक्सन यता कस्तो ठिक छ लेमी ब्लगर भयो त होइन होइन यहीँ खाने हो ज्याब ज्याब आउन त यता ल यही हो साथीहरू अब खानु पर्यो यसरी भिडियो ब्लग निकाल्ने ल म यहाँ भित्रको यहीँ ठिक छ ल कागती ओ यहीँ थियो भुइँतिर हेर्दा लाइट हेर त म मिस दिन्छु क्रेजी मिठो छ यार यो त नुन हाल्छु थर एउटा यो सुमनले टोक्या हो छोड्दे कागती खोजौँ त दुईटै यस्तो गर्नु पायो भए त ओए कागती यता ध्यान त्यो अहिलेको वेस्ट भास्ट भयो क्या मसला कहाँ छ कुन चाहिँ मसला दाइ ऐ चाउचाउको क्रेजी ओए कागती थपौँ थपम न त यता देखा त गोबर हरेक बाइट यस्तो यता ध्यान भाइ यस्तो जुसी छ कि हजुर के छ कागती यसो गर दामी हेर्दैन केटाहरू खोइ त लेमन मन त्यसरी आनु लेमन चाहिँ फेरि क्रेजी क्रेजी यार एकदम नेक्स्ट लेभल क्रेजी मिठो भइरहेको मासुदेखि छैन प्लिज पुरै पाकिरहेको क्या ठिक्क भएको छ है कम्बिनेसन यस्तो पर्फेक्ट छ क्या यो नेक्स्ट लेभल यार सुमन दाइलाई एउटा राख्दै आउन पहेटा मासु यताको राखौँ ल यो त्यसले फिक्स खाँदैन यार तर भोलि सेलमा आएपछि मिठो हुँदैन क्या तर राख्दै राखिदिउँ पकाइदिउँ न टमाटर सब्जीले पकाएर खाओस् अर्को ल्याइदिउँ फल एउटा फुल ल्याएर उयो पिरो खानलाई त झन् मिठो छ क्या उयो गरौँ त्यो एउटा खोर्सानी टोक न दामी छ क्या पहिला म टोकिदेऊ खुर्सानी त बोल्छु एउटा भाइ फोइलले यसमा राख्दैन सुमन दाइले ल खुर्सानी टोक्न आएर सुजन यो ल सबै टोक न सबै एकैचोटि त किन टोक्नु हामी त के औषधि खाए जस्तो खाऊ झन् झन् मिठो हुँदै आउँछ हो क्या हो अब अर्को एक पिस खाऊ त यहाँ पिरो छैन क्या त्यति पिरो छैन क्या खोर्सानी पिरै छैन यो त्यो देखाउने हेरौँ खाएको नि हेरौँ मैले खाएको हेर न हड्डी चपाउनु मिल्छ एकदम मिठो कस्तो टाइममा निकाले जस्तो भइरहेको है पिरो पुरा भयो पिरो उग्र भयो यार रे पिरो भइसक्यो होइन त्यो टच निमाउँ न त्यो टच ओ यस्तो मिठो छ यार यार चुम्मा राख टप नच छ क्या कागती यार यसको स्किन चाहिँ लास्ट मिठो भयो क्या छाला है कस्तो मिठो क्या छाला चाहिँ खाउँ खै मैले नि पाउँछ कि ल है वेलकम भ्लग युट्युब मर्निङ गाइज पानीले भने कसो ल्याएन दादा यो त कहिले दिएको थिएन त यो सर्टेज ल कुसन खाम खाम न किन हामी दादी दादी बनाउने मलाई जुठो चल्दैन नि गुड मर्निङ दाइ कस्तो भयो
धेरै रमाइलो होइन त यो मुस्कानको राज के हो मुस्कानको राज ए दादा यो त बाटो नि मुसिया भात नि यसैले खान्छ भात त कहाँ खाने भात खाएन है दादा मेहनत थियो है मेहनत थियो दादाको मेहनत थियो तर दाइ अलिक छिटै सुत्नु भयो हामीभन्दा अलिकति मलाई थाकियो धुवाले गर्दा टाउको दुख्यो होइन अनि बेलुका खै जङ्गल जङ्गल लाग्यो दाउरा छिर्नको भूत जङ्गल लाग्यो भूत लाग्यो जस्तो क्या बुझ्ला भूतले समातो म त उठ्नै सक्दिनँ यो त के छ यस्तो क्या खान्छ हजुर कस्तो सेतो मुन्छे यार हेरेको हेरेको म पिसाब लगाएर यहाँ तल फत्रक गरेर बस्यो त्यस्तो चाहिँ हो क्या सुरु अनि के छ यता निकै छ यता फोटो नखिची भएको छैन दादा कस्तो छ हाल्नु पर्यो नि यार पत्याउँदैन भोलि फेरि कहाँ गएको घरमा देखाउनु पर्यो ल क्लोजअप त होइन होला ल यहाँ बल्ल उसले मुक्त हो है आम्मै तर यो के हो यार फोहोर चाहिँ अति भयो क्या जता देखे नि फोहोर छ छ्या आफ्नो शरीर नि त्यस्तै भयो शरीरको त ठिकै छ कि यो चाहिँ क्रेजी छ हौ यो के हो यो के हो यो फेरि हामीले भन्नु होला यो हिजै यस्तै थियो यो त्यस पछाडि यता पनि छ धुलै धुलो रे फोरै सिसा फोटोग्राफी चल्दैछ यहाँ फोटो सेसन है फोटोग्राफर चाहिँ हाम्रो यहाँ मेसी के हो खिचाइ त निकेश दाइले होइन हिजो मासु पुग्यो भनेको चाहिँ हिजो थाहा भयो क्या निकेश दाइले हिजो मासु पुग्यो अरे होइन त्यही पनि हेरेर क्या हेरेर यस्तो चाहिँ थाहा थिएन है मलाई ल बिहान घर गएर तिनमा हालेर खाम लिएको ब्रेकफास्ट कस्तो त अलराइट गाइज गुड मर्निङ फ्रम चापाखर्क प्रपर भ्लग त अब बनाइएन हिजो अलि ऱ्यान्डम ओ काली छ क्या हो यार केटा अनि त्यो ऱ्यान्डम भ्लग भइरहेको थियो हामी हिजो चापाखर्क आयौँ बस्यौँ क्याम्पिङ गऱ्यौँ हालत त्यस्तो छ यहाँ है कसैसँग जाँगर छैन हिँड्नको लागि सब नुन खाएको कुखुरा जसरी झोक्रिरहेको छ यहाँ प्याकिङ पनि हुँदैछ के रे बिहान चाहिँ राम्रो सनराइज देखिन्छ भनेको देखिँदो रहेन यहाँबाट एक चाहिँ अर्को तुवालो पनि लागिरहेछ तलको भ्यू हेर्नको लागि खासै छैन ठाउँ चाहिँ राम्रै हो तर फोहोर चाहिँ वाइल्ड फोहोर छ यहाँ क्रेजी यो त आन्ध्र जस्तो छ त यार के हो यो त्यसो यस्तो फोहोर छ कि अब हामी यो सफा गर्ने क्रममा छौँ ग्लोभ्स यहाँ ग्लोभ्स छ हामीसँग यहाँ छ गार्बेज ब्याग मेरो कान्छ ए खान्छ क्या अलिकति भने मान्छस् भने क्युटी पाई औ हामी हिजो यहाँ क्याम्पिङ आएको थियौँ एकदमै ऱ्यान्डम भ्लग भएको थियो जस्ट मेमोरीको लागि मात्रै हो त्यस्तो विशेष केही थिएन जस यहाँ आइसके पछाडि चाहिँ रमाइलो भयो अति दामी एउटा स्विट मेमोरी भयो काठमाडौँबाट अति नजिकै यो गोदावरीभन्दा अलिकति माथि यो ठाउँ हो चापाखर्क भन्ने ठाउँ यहाँ आएर चाहिँ आउनु रमाइलो गर्नु तर आइसके पछाडि फोहोर चाहिँ नगर्नु होला सबै मान्छे हामी जस्तो ज्ञानी हुँदैन सफा गरिदिने खालको है हामीले सकेको चाहिँ सफा गऱ्यौँ यहाँ अति धेरै नै सिसा फुटाएको छ यतापट्टि पनि सबै ठाउँमा हामी बसेको स्पट चाहिँ यो हो यहाँबाट दामी देखिन्थ्यो देन यो गाइज दिस मच फर टुडे अब अलिक प्रपर भ्लगमा भेटौँ सिधै सी यू